Yes, everybody यस्तो keep हुन्छ the त WhatsApp. बच्चा अनि यस्तो हुन्छ बच्चा आफै हेर त यस्तो तनाव छ मलाई यस्तो हुन्छ बच्चा कहिले के चल्दैन कहिले के चल्दैन कहिले के हुँदैन अनि यस्तो हुन्छ त बच्चा अलि गतिलो खानेकुरा बनाएर दिनु पर्यो नि अन्त चल्नुको लागि हट के खानेको दिने अब तिमीले अलिकति सुप खुवाऊ हेर तिम्रो बुढालाई मासु सासु अलि टक्क बनाएर दिने गर त्यसले काम गरेन भने मलाई छोड्यो जिम्मा चाहिँ अनि सुप खाएर त के हुन्छ त मुड बनाउनु पर्छ नि जोस आउँछ नि मान्छे फुर्तिलो हुन्छ नि यार बुद्धि छैन फुर्तिले के हुन्छ पहिला त रोमान्टिक हुनुपर्छ ए रोमान्टिक सोमान्टिक सबै जोस आएर हुन्छ मान्छे फुर्तिलो भएर हुन्छ के भाइको अगाडि के यस्तो कुरा गर्नु हेर एलिजे सुरुमा त लोकल कुखुराको सुप खुवाऊ आयुष भाइलाई Guys, night. काम गर्ने भने मलाई जिम्मा छोड्दै यार 800 गुम्बा भयो नि म खुवाइदिन्छु के कसको सुप खिलाने Congratulations at 6 for reaching member level 23. 30, no, 23. कुकुर का? Congratulations, bro. क्या देखा? कुखुराको भन्दैछ यार काजु बदाम खाऊ लोकल कुखुराको सुप खाऊ त्यसले काम गर्ने भने मलाई जिम्मा देऊ म 800 गुम्बा खुवाइदिन्छु चिकन सूप चिकन सुप कुकुरी क्वा Oh, thank you, Daddy. उसलाई खिलाएपछि फेरि काजु बदाम Guys, we're काजु बदाम आफै खाने कि उसलाई खिलाने ए दुई जनै खाऊ अनि अब तीसरा कहिले प्लान गर्ने त हजुर आफ्नो मेरो त ए भइसक्यो 2 भाइ ल 2 हो गया बस हो गया म त 500 वटा पाउने हो नि अन्त Guys, everybody keep the WhatsApp. ये किधर है? यो कुरा भाइले हटाइदेऊ यार तिम्रो भाइको अगाडि कुरा गर्ने अनि यो कसरी हाम्रो अनफलो भयो त अनफलो छैन फलोमै छ त अन्त फ्रेन्ड हजुरले गरेकै छैन किन के भयो कताबाट लाग्यो होला बीच में की टीम में लगा हम guys in the gloves in turkeys है turkeys के साथ आ रहा है यार यतिकै हेरेर बस्ने हो नॉर्मल मैसेज में turkeys रिप्लाई आता नहीं है हेलो ओ बल्ला ठीक भयो बल्ला ठीक आप ठीक हो ल अनि के छ हाम्रो मैचाङ दिदीको हालखबर कहाँ हो मेरो त जहिले बबाल हो भाइ मैचाङ दिदीलाई त पुरा के हो ल अब डाइरेक्ट कुरा गर है कुरालाई गोल मोल नगर्नु मैचै तिम्रो बुढाको अगाडि तिमी डाइरेक्ट कुरा गर मसँग म किन गर्ने म त रेडी छु नि हट के रेडियो के को कस्तो के हुँदैछ त फेरि यार अनि यो जहिले आएर अनि मलाई मेरो त भयो अनि तिम्रो कहिले हुन्छ मोटा देख्नेको मन छ अनि कहिले गर्ने यो भन्छ त भन्दियो त के हो त्यस्तो कुरो यस्तो कुरा नबुझेर यस्तो बा यो गाइजहरू बुझेको मान्छेले उहिले मैचेङ तिमी मेरो साथी हो न तिमी त मेरो साथी हो न ल लजाएका नभन्दियो त के भन्दै रे जे पनि तिम्रो मनमै छ के को सिफारिस हो भने यो आयुष आयुष भाइ मैले भनेको आयुष एलिजेको एउटा बच्चा चाहियो भनेर नि पब्लिकले डिमान्ड गरिरहेको छ एउटा त धेरै कम हो नि पहिला एउटा त बनाऊ एकैचोटि दुईटा हो के यार कहाँ एउटाले हुँदैन एकैचोटि दुईटा हो एकैचोटि के कुकुरले जस्तो 10-12 वटा बनाउने त पछि त्यो यस्तो कामहरू भनेको छिटै भएको राम्रो हुन्छ क्या अलि हो अनि त्यही भएर छिटो गर भनेको किताब हुँदैछ के हुँदैछ एलिजे बहिनी र यो आयुष भाइको केही जोस देखाएको छैन मैले यो भाइले सक्दैन मेरो कसलाई त्यस्तो भाइ Guys, everybody keep the मलाई भने WhatsApp. मलाई कहाँदेखि के हुनु र यार मैचाङ दिदी यार हजुर कस्तो कुरा गर्नुहुन्छ के हो उमेरमा त अलि दोषिलो हुनु पर्यो भनेर भनेको नि भाइ अब जोस कहाँ अनि बाहिरको केटीलाई देखाउने हो त आफ्नो बुढीलाई पो देखाउने हो त नि हजुर पनि कहाँबाट जोस त्यो घरमा हामीले देखेको छैन अनि मैचाङ दिदी पनि अरूको बुढाबाट कहाँ जोस खोजिरह दिदीको कुरा मनमा पाल छैन सोझो मान्छे सिधो कुरा अब एउटा बच्चा बनाउनु हामीलाई हेर्ने मन छ समय आउँछ दुनियाँलाई देखाउनलाई बच्चा थोर्न गर्ने हो त आफूलाई पो गर्ने हो त समय आउँछ कि बच्चा
काठमाडौँमा त्यत्रो बिल्डिङ घर बनाइसक्यो पैसा कमाउने भन्छ यार साथीहरू हाम्रो यहाँ घर नभए पनि हामीले बनाइसक्यो मान्छेले जति भयो नि नपुग्दो रहेछ पीडा सबका पीडा आफ्नै छन् दिदी के भन्नु पीडा हुन्छ हेर्नु भाइ नराम्रो पनि हुन्छ त्यही भएर र अकलाएर एउटा बच्चा बनाउने बच्चालाई स्याहार सुसार गर्ने त्यो बच्चाको अनुहार हेरेपछि सबै पीडा बिर्सिन्छ क्या भाइ पैसा पैसा भनेर नहिँड्नु बेसी भन्नु खोजेको हो पैसा कहाँ पैसा छ केही छ बिचरा यो बुहारीले कति आतुर भइसक्यो जस्तो लाग्छ अब खै भाइलाई चाहिँ अलि त्यो बिचरा कुखुराको सुप समय आउँछ टेन्सन नलिउ न समय आउँछ दिदी तिमी नाच्यौ समय आउँछ भन्छ कति नै टाइम लाग्ने हो र यार अब यस्तो हुन्छ सुनो न मैचाङ दिदी मेरो फेरि बुढीलाई केयर गर्ने सोहोर गर्ने कोही छैन के मेरो बुढीको मै हो हामी गर्छ कति माने घिउ ल्याउँदै आउने हो लोकल कुखुरा कतिवटा चाहियो म ल्याउँछ पान्चामा आएर ग्लु अब कहाँदेखि सिधै काभ्रे बेथान चोकबाट हो अहिले कति साह्रो टाइम पनि लाग्दैन कसैले पुरै कहिले रेडी छ तयार गाइजर के हो माने घिउ खान्छ तिम्रो बुढीले भन् अन्त कति चाहिने हो कुखुरा लोकल कुखुरा लिएर आउँछु म चिन्दै नगर्नु तेल सेल पनि लगाइदिन्छु बरु मार बोलायो भने चाहिँ गाइस ल ठिक छ अब त्यही अब दिदीले भनिहाल्नु भयो अब ठिक छ म सोध्छु नि त यो कुरामा अब अलिक अहिलेसम्म सोचेको थिएन एली चाहिँ मक्का छ हो अन्त गाइस मैचेंग तुम तीसरे की तैयारी करो हम पहले की करते हैं ठीक है नहीं 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 मैं नहीं करूंगा पहले तुम करो इसके बाद मैं करूंगा तिमीलाई सयार्नु पनि पर्यो नि यार त्यसो लाउनु पर्यो ठीक है डन हो गया अनि कहाँ मैचाङ दिदी हजुर काठमाडौँतिर हो र होइन म त यता बेथान चोकमा छु भाइ काभ्रे बेथान चोक सुनेको छौ काभ्रेतिर हजुर काभ्रेतिर सुनेको छु बेथान चोक अलि बेथान चोक अलिकति हाईमा पर्छ यता के जाडो छ क्या त्यहाँ सुखारी सानो आउँछु रे म त जान्छु साथीहरूलाई केही नभने 4 महिना घिउ 3-4वटा कुखुराको भाले चाहिँ लिएर जान्छ भएको त नि यति भएपछि त अब के टेन्सनै लिनुपर्ने जरुरत छ जस्तो छैन है मैले यसो हेर्दा म खती बोकेर आउँछु रे बच्चा चाहिँ फुर्तिलो हुनु पर्यो गाइज है त्यही भएर मैचाङ दिदी अनि हाम्रो जस्तो सालोसँग भेटघाट भयो कि भएन आज हाम्रो सालो पनि यसो नेपाल आएका छन् हो यो सालोलाई पनि मामा बन्ने मन छ रे अब इच्छा पुरा गरिदिनु तपाईँहरू दुईजना मिलेर यार अघि मैले सोधेको हो कि होइन डबल टैप करो that's all we do for now अब्दुल वासित तुम्हें मामा बनने का दिल नहीं है मेरा दिल है या नहीं वो तो आप दोनों का काम है मुझे बीच में क्यों घसीटा जा रहा है मुझे के बीच में घसीटा जा रहा है भाई मैं बनूं ना बनूं आप लोगों के कंट्रोल के अंदर है भाई मैं क्या करूं मैं क्या फोर्स करूं नहीं बोलो यो मान्छेले पनि मामा बन्ने मन छ साथीहरू नसकेको नि बिचारा दिदी भेनाको अगाडि अन्त नहीं तुम्हारी बात भी ठीक है नहीं एकदम पॉइंट टू पॉइंट बात है इसमें मैं क्या कर सकता हूँ इसके सही बात है